छक्क परे क्या भाइ, के भयो यहाँ, जहिले यसरी कुरा हुन्थ्यो, जहिले बोलिरहेको थियौँ हो। अनि सोचेँ क्या के बोल्नु, मलाई यस्तो यो ब्लकै गर्नुपर्ने, एकैचोटि फोन काटेर यस्तो त केही थिएन त, के चाहिँ भयो, मैले नजा पनि भनेको मैले किन मात्रै सोधेको फर्स्टमा, किन त सोध्न पाइयो होला नि त, होइन त त्यही सोधेको क्या। अनि त्यो भएपछि ब्लक हो, ब्लक, कन्ट्याक्ट गर्नु खोज्छ छैन, यताबाट गर्नु छैन, ठिकै छ। कोही कोही बेला हामी यस्तो उस्तो गरिरहन्थ्यो क्या, एकअर्कालाई काट्ने ब्लक गर्ने के एक दुई दिनको लागि, फेरि यहाँ त्यहाँ सरी चलिरहन्थ्यो क्या, ब्लक छैन हो, केही गर्दा छैन ड्याम। अनि मलाई चाहिँ भित्र मनमा पर्यो क्या भाइ, पर्यो क्या भाइ, मेरो मनमा चाहिँ पर्यो हो। अब यहाँ केही चाहिँ भएको छ भाइ हो, यहाँ कोही चाहिँ थर्ड पर्सन आएको छ हो, मैले थाहा पाएको छुइनँ अहिले, तर मैले शङ्का चाहिँ पाएँ। किन पाएँ, किनकि मसँग यसरी कहिले बोलेकै थिएन, मसँग कहिले जिन्दगीमा यसरी बोलेकै थिएन, जहिले कुरा गर्थ्यो ए हो र किन यसको लागि यसलाई एक्कासी त्यसरी काट्नु, किन रिजन बिना काट्ने त त्यहाँ छ नि त, लाइक वाक्क भएर हो नि त। यस्तो त्यो अहिले थाहा पाउँदा चाहिँ मसँग बोल्दै थियो, अनि त्यो मसँग कुरा गर्यो, अनि मैले ठिक्क सोधेँ, अनि सोद्धा सोद्धै उताबाट त्यसको पनि फोन आयो, सो सी डोन्ट वान्ट टु टक विथ मी, अनि मसँग रिस देखाएर एउटा काट्ने रिजन त चाहियो नि त, यता बोल्नु काट्दैन, अनि त्योसँग चाहिँ बोल्नलाई हो क्या उता अहिले सोच्दा हो भयो। अनि त्यस पछाडि शङ्का पर्यो भाइ, शङ्का पर्यो, तर म भइरहेको त्यसको पछाडि अनि एक दुई दिन पछाडि हुन्छ नि, एक हप्ता दुई हप्ता पछाडि यस्तै अनि हाम्रो घरतिर कुरा भयो, अनि ए बोलचाल भएको छैन, के भएको छैन, आमा बाउहरू हुन्छ नि यताउति इन्भल्भ हुन थाल्यो, के भयो होइन। अनि त्यहाँबाट फेरि हामी बोल्न थाल्यो